यहाँहरू सबैजनालाई नमस्कार। आज चाहिँ हामीले मुक्तिनाथ यात्राको केही क्लिपहरू देखाउन गइरहेका छौँ। अहिले यहाँ चाहिँ नयाँ रिसोर्ट खोलिरहेको रहेछ। त्यो थिएन पहिला होइन। रिसोर्ट राम्रो रहेछ। हामी चाहिँ मण्डलामा बसेको थियौँ। यता चाहिँ अहिले चाहिँ हामी यहाँ मुक्तिनाथ एरियामा छौँ। मन्दिर चल्छ यहाँ माथि। आज बिहानै उठेर चाहिँ यहाँको दृश्यावलोकन गरिरहेका छौँ, देख्न सक्नुहुन्छ। छुमिगार्छ जय श्री मुक्तिनाथ, वेलकम टु मुक्तिनाथ टेम्पल है। अर्ली मर्निङ हामी अब फुट स्टेप हिँड्दै जाँदैछौँ। यहाँ चाहिँ भजन कीर्तन चलिरहेको हुनाले हामीले चाहिँ रमाइलो गरिरहेका छौँ। सम्म गुम्बा यता मन्दिर परिसर यता रहेको छ है। हाम्रो टिम यता हाम्रो दुईजना टिम कता पुग्नु हो? यता दुईजना हाम्रो दुईजना टिम चाहिँ गाड भेटी चढाउनलाई बोकेर हिँडेको हामीले। यहाँ अब छुट्टै भएको त्यत्तिकै एनर्जी बिल्डअप भइहाल्छ नि होइन। हेलो हेलो, वाट्स द फिलिङ? उहाँ तल हरेरामा नाच्नु अहिले चाहिँ हामी मुक्तिनाथ मन्दिरमा आइपुगेका छौँ। यहाँनिर मुक्तिनाथ मन्दिर दर्शन गर्ने र नुहाउनेको एकदम भिड छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ 108 धारामा स्नान गर्नुभएको छ है। मुक्तिनाथको 108 डाँडामा स्नान गरेर अहिले चाहिँ हामी मुक्ति कुण्डमा चाहिँ नुहाउन स्नान गर्नको लागि गइरहेका छौँ। देख्न सक्नुहुन्छ यो भने एकदम चिसो पानी छ। यता चाहिँ पुरै पूजा गर्ने लाइनहरू भयो होइन। यहाँ लाइनमा बसिराख्नु भएको छ। यसै नुहाउने 108 धारा। त्यसै गरी आउँदाखेरि हामी यहाँ हाम्रो साथी चाहिँ यहाँ लाइनमा बसिरहेको छ। हेलो हेलो बस, लाइन लगभग 1 घन्टा पछिको लाइन बसेपछि बल्ल हाम्रो मन्दिरभित्र प्रवेश गर्ने पालो आइरहेछ। मन्दिरभित्र चाहिँ भिडियोहरू गर्न नमिल्ने भएको हुनाले मन्दिरभित्रको चाहिँ भिडियो हामीले ल्याउन सकेका छैनौँ, हजुरहरूलाई देखाउन सकेनौँ। स्नान गरेर चाहिँ हामीले चाहिँ अब यहाँनिर भजन कीर्तन चलेको हुनाले हामीहरू चाहिँ अब भजन कीर्तनमै लागिरहेछौँ। एकदम रमाइलो छ। Hare Hare, Hare Hare, Hare
मुक्तिनाथ क्षेत्र चाहिँ एकदम हाई अल्टिच्युड ट्याकी 3800 मिटर हाइटमा रहेको हुनाले यहाँ चाहिँ लेक लाग्ने हुन्छ कोही मान्छेहरूलाई चाहिँ यहाँ लेक लागेको र चाहिँ गाह्रो भइरहेको छ यहाँ देख्न सक्नुहुन्छ एकदम गाह्रो छ एकदम लेक छ